होइन ए महारानी यो मध्य दिउँसोमा लखर लखर कुचो हाल्नु न केही काम छैन काम कुचो गरेर मेरो मन पगलेर यही घरमा टाँसेर बस्नु भन्ने होला होइन यतिखेर हो कुचो लाउने तरिका आँखा देख्नुहोस् घाम कहाँ आइपुगेछ आमा यसरी रात दिन मलाई मात्रै किन पिट्नुहुन्छ म सारा काम गरिसकेर घर फोर रहेछ त्यही भएर बढार्न थालेकी है घर फोहोर रहेछ बढार्न थालेकी बढार्ने मध्य दिउँसोमा बुहारी कति बेला उठ्नुपर्छ आँखा जुदाएर हेरेर बुहारी चेली कति बेला उठ्छन् म भर्खर उठेकी होइन नि आमा मैले कति धन्दा गरेर थुत्रो नचला भन्ने सुनेछस् खुर्कै घर छोडेर गइहाल्ने निस्किहाल्ने राम्रो मुखले भनेको छ नत्र भने तँलाई सिधै सिधै दिन्छु आमा म यो घर छोडेर कहाँ जाऊँ मेरा बा आमाले हजुरको छोराको पाउ पुजेर यो घरमा जिम्मा लाएर पठाउनु भएको छ म यो घर छोडेर जान सक्दिनँ नि आमा हो तेरा बाउ आमाले मेरो छोराको पाउ पूजा गरेर देखाउन् कि सत्य सराप गरेर चाहिँ देखाउन् जुन दिन तेरो बाउ आमाले मेरो छोराको पाउ समाथे नि त्यो दिनदेखि मेरो छोरालाई 7.5 को दशा लागेको छ आजसम्म मेरो छोरो कहाँ छ के गरिरहेछ के टुङ्गो पत्ता छ मैले के भनेको छु के त आँखामा आँखा जुदाएर बोल भनेको छैन मैले यो कस्तो कुरा गर्नुभएको आमा तपाईँले मेरो श्रीमान मसँग बिहे गर्ने बित्तिकै घर छोडेर अत्तो पत्तो नहुँदाखेरि मेरो मन चाहिँ खुसी छ त हेर नाटक गरे कि मेरो अगाडि यो गोइका आँसु नजार मैले कति दुःख गरेर जन्माई हुर्कै बढाई पढाइ गरेको छोरो अहिले विपत्ता हुँदाखेरि मेरो मन चाहिँ मजाले हाँसेर बसेको छ भनेको टेरी कि नटेरी खुक्का यो घर छोडेर जा भनेको सुनिनस् त्यस्तो नभन्नु न आमा हजुरको छोराले पनि घर छोडेर कहाँ जानुभयो भयो म यो घर छोडेर कहाँ जाउँ मेरो चाहिँ जाने ठाउँ कहाँ छ र आमा होइन राम्रो मुखले भन्दा मान्दिनस् है त यस्तो लुगा त हुँदै हुनु क्या जाऊ भने जाऊ हे भगवान् मेरो भाग्यमा पनि के लेखिदिएको होला छैटौँमा बिहे गरेर आउने बित्तिकै श्रीमानले घरबाट कहाँ जानुभयो अत्ता पत्ता छैन सासूले रात दिन यसरी टोकास्नुहुन्छ भगवान् जहाँ भए पनि फर्केर आइदिए त हुन्थ्यो नि हे भगवान् आजको दिनसम्म त्यो समाजमा छि भन्ने भएर म पनि हिँडेको छैन मेरो परिवारलाई पनि हिँडेको छैन अब यतिको लगाएर हिँड्नु भने त्यो समाजको लागि ठुलै कुरो हो अब भित्र त के खान्छ कसो खान्छ त्यो त मलाई थाहा छ कि त्यही भगवान्लाई थाहा छ र पनि परिवार नै नसकिने भएको कुरामा गर्ने के त यहाँको राजनीति यहाँको चाहिँ व्यवसाय केहीमा पनि म फिट भएन पऱ्यो डल्ला परे हरेक गरे 100 रुपियाँ 150 रुपियाँ फी तिरेर पनि पऱ्यो केही आज आएर स्वास्नी बिहे गरे बुवामा बित्नुभयो अब त मेरो सुन्दर भविष्य होला भनेर त मेरो त सोच बेकार लाउ खाऊ भनेर चाहिँ भित्रको स्वास्नी छोडेर परिवार र समाजको लागि गर्न भएको विदेशमा गइकन मेरो उपाय नहुने भयो सबै राजनीतिक दलमा लाग्यो सेवा गर्न कसैको पनि कमी गरेन मैले यो पार्टी ऊ पार्टी
भागभन्डा मैले गर्दै गरेँ। कुनमा छिर्यो भने मेरो भविष्य होला भनेर सबै चारे, कहीँ पनि मेरो जिन्दगी मैले देखेन भगवान्। आज त म बुढीसँग दह्रो डिसिजन गर्छु। यो पनि भनेको छोरी बिहे गरी ढेँडो बनाउने भन्छु, राम्रै लाउने भन्छु, मिठाई खाने भन्छु। अनि मेरो के छ मेरो कमाइले त बाउमा त बितेर पो आनन्द भयो। मेरो कमाइले मेरै स्वास्नी पाल्नु पुग्दैन। छोरी जन्मेपछि छोरी भने के गरी पढाइन्छ हो। भोलिको भविष्यको लागि भए पनि मैले मेरो बुढीसँग चाहिँ सल्लाह गर्नै पर्छ। चाहिँ एकचोटि साउदी, कतार, दुबई जहाँ भए पनि बेलुका हान्न त जानै पर्छ। हे भगवान्, कस्तो खप्पर दिएर पठाएछ प्रभु धरतीमा। बुढीसँग एकचोटि राय सल्लाह त लिनै पर्यो। बुढी, ए बुढी, यहाँ आऊ न। यसो टिकटक हेरेको नि, राम्रो राम्रो भिडियो आएको रहेछ। के भयो हजुरलाई? हो र? हजुर। तिम्रो बनाएको आएको कि अर्कीको आएको? होइन, अर्काको पनि आएको, आफ्नो पनि आएको। यसो हेर्नुहोस् न। हो, त्यत्तिकै खुसी भएको मैले कसरी हेर्नु होला बुढी? किन र बुढा, म सधैँ यसरी नै खुसी भइदिइहाल्छु नि। तपाईँले यसरी नै मलाई हेर्दै बस्नु न। बुढी, कसलाई रहर हुँदैन होला आफ्नो बुढीसँग सँगै बस्ने, सँगै जिन्दगी काट्ने। र पनि आज एउटा निर्णय चाहिँ म गर्दैछु बुढी। कस्तो निर्णय हो र बुढा? बुढी, मैले तिमीलाई एउटा कुरा लुकाइरहेको थिएँ कि मैले भनेकै थिएन। म पनि अरू जस्तै त्यो सबैको पछि लगाएर विदेश जान्छु, भाडा माग्छु, डकर्मी काम गर्छु, सिकाउने काम गर्छु भन्ने मेरो सोचना थिएन। र पनि मैले पासपोर्ट चाहिँ एप्लाई गरेको थिएँ। भिसा लागेर आएछ बुढी। यो समाजमा हेर कुरो जति हो भाडा पर्म गर्यो, हरेक गर्यो। जिन्दगी उँभो लाग्ने केही बाटो देखिनँ मैले। अब तिमीले पो मलाई साथ दियो त। भोलि त हाम्रो जाय जन्म हुन्छ, सन्तान हुन्छ, उनीहरूलाई त भविष्य त हामीले दिनु पऱ्यो नि। त्यसको लागि भए पनि भनेर मैले तिमीलाई नभनेको पासपोर्ट मेन बरमा हालेको भिसा लागेछ, दुबईको भिसा लागेछ। अब म विदेश जान्छु बुढी, तिमीले पनि देखेकै छौ। यो गाउँले भन्दा म छुट्टै खालको मान्छे हो। अब यसले आजसम्म त्यो दौरा सुरुवाल र भोटो छोडेको छैन। म टी सर्ट र प्यान्टमा हिँड्छु, एक्स्ट्रा मान्छे हो म। यो समाजभन्दा परिवर्तन पहिला त मैले गर्नु पर्यो। त्यो भएको हुनाले मेरो घर थामेर बस। म 2-4 वर्ष बाहिर बसेर आउँछु बुढी। अब 2-4 पैसा कमाएर ल्याउँछु। कस्तो कुरा गर्नुभएको कि बुढा। यत्रो निर्णय गर्दा अलिकति आफ्नो बुढीलाई पनि सल्लाह गर्नु भएन? तिमीसँग सल्लाह गर्न नखोजे त कहाँ हो र मैले के गर्नु? सबै कुरा सल्लाह गऱ्यो भने फेरि बुढीले पनि विश्वास नगर्ने। त्यो भएको हुनाले अटोमेटिक भाग्यको यसो चाहिँ परीक्षण गरेको ठ्याक्कै भिसा लाग्यो। अब म त बाहिर जानु पर्यो बुढी। घर संसार भनेर बस। अब हाम्रो भोलि आउने सन्ततिको लागि भए पनि तिमीले र मैले नसोचे कसले सोच्छ? नेपालमा बसेर केही छ त? यहाँ त राजनीतिक दलको झोले भन्नुदेखि अरू के पनि छैन। त्यो भएको हुनाले म विदेश जान्छु बुढी है। तिमीलाई मैले एउटा कुरो त अझ भनेकै छैन। भिसा लाएर आएछ होइन? तिमी रोल्यो, तिम्रो आँखामा आँसु त म देख्न सक्दिनँ। मेरो बुवाले मन पराएको बुहारी हो नि त तिमी। त्यहाँ भित्र झोला हेर त, मैले त लुगा पनि प्याकिङ गरिसकेको छु। जाऊ लिएर। छोराले कि आँटाले खान्छ कि जाँडाले खान्छ हुन्थ्यो नि, त्यही हो। अनि म जस्तोको बुढी तिमी मन बलियो भनौँ।
मेरो झोला लिएर त मेरो प्याकिङ सबै मैले गरिसकेको छु। म त अहिले बेलुका 8 बजेको फ्लाइट छ, म त हिँड्ने हो। म पैसा पठाउँछु, घर व्यवहार धानेर सबै गरेर बस, म आउँछु। तिम्रो मेरो सुखको दिन म यहाँ नेपाल आउँछु अनि मनाउँ, हाँसौँला, रमाउँला, गाउँला, नाचौँला है। जाऊ त मेरो त ब्याग लिएर। यसलाई पनि थाहा थिएन, सबै कुरो सरप्राइज दिने भने कर्मै खोटो। भोलि अर्को कुरो सरप्राइज दिँदा आफैले सरप्राइज भेटाइला भन्ने डर छ। ल्याउ ल्याउ यस्तै हो। के गर्नु नजानु भनेको हजुर जानुहुन्छ। अब म त्यसो एक्लै यो नभन्नु। घरमा कसरी बस्ने होला, त्यही पनि अब म भ्याएर बस्छु। के गर्नु, तपाईँ नआइन्जेलसम्म बेला बेलामा कल गरिराख्नु होला, मलाई माया चाहिँ नमार्नु होला। तपाईँ नआइन्जेलसम्म सम्झिराख्छु। घुमेर त्यत्रो चाहिँ जन्ती लगेर बेगर ल्याएको बुढेलाई म माया मार्न सक्छु? तिमी यो घर भनेर बस, तिमी भनेर म आउँछु, 2-4 पैसा कमाउँछु, म पठाउँछु, त्यही अनुसारको व्यवहारहरू तिमीले गर। अनि एक दिन हाम्रो रमाउने दिन त हाम्रो सँगै छ। यो गाउँ, यो समाज, यो दुनियाँलाई परिवर्तन हामीले देखाउनु पर्छ क्या, बुझ्यौ? म एकदम मेहनत गर्छु त्यो ठाउँमा, बुद्धि चाहिँ नबिगार ल बढी। ल बाई बाई। राम्रोसँग जानुहोस् होला, अनि फोन चाहिँ गर्नुहोस् नि मलाई फेरि। बाई बाई। हजुर कति घाँस काटिरहनु, मेरो टाउ कस्तो चिलाइरहेको छ, जुम्रा हेरिदिनु न। यति ठुली हुनु भइसक्यो, आफ्नो ज्यानको सरसफाइ गर्न जाने होइन, अनि पर्यो होला नि जुम्रा त। हिँड्नु उ त्यहाँ गएर बसौँ। अनि मैले काइयो पनि बोकेर आएको छु, अनि कपाल कोरेर जाउँ बाहिर ल। ल यो। यहाँ बस्नु है। हस् हजुर। अनि हेर ल, हेर कस्तो फोहोर भएको कपाल। नुहाउनु के अलि राम्ररी नुहाउनुहुन्न, अलि सफा गरेर नुहाउनु, अनि राम्रो हुनु। अब तरुण भइसक्नु भयो नि नानी। जति ठुली भए पनि भाउजूको प्यारी नन्दा हो नि त म। त्यही भएर पो भाउजूलाई जुम्रा हेरिदिनु, कपाल कोरिदिनु भनेको त। थाहा छ नानी, आफ्नो नन्दाको कपाल नकोरिदिएर कसको कपाल कोरिदिनु त? मेरो प्यारी भाउजूले नन्दालाई माया माया कति सुहाएको। मलाई यसै गरी सधैँभरि माया गर्नुहोस् है। ल कस्तो कुरा गर्नुभएको नानी, आफ्नो नन्दाको माया नलाग्ने भन्ने नि हुन्छ र? बरु तपाईँको दाइ विदेश जानुभएको नि यत्रो वर्ष भइसक्यो, तपाईँलाई न्यास्रो लागेको छैन? कति नासो लाग्छ नि भाउजू दाइको। मलाई फोन गर्नुभएको छैन आजभोलि, फोन गर्नु भने मलाई पनि गर्न दिनु ल। कति भइसक्यो, दाइले फोन त गर्नुभएको छैन। फोन गर्नुभयो भने तिमीलाई बरु यसो जुम्रा हेरेर बस्यो भने ढिला पनि हुन्छ घाँस काट्नु। जाउँ है, कस्तो के यो लड्डेला जस्तो भइरहेको। ल जाउँ छिटो घाँस काटेर अनि जाउँ। होइन, यो सुमीले त आजकल कलै गर्दैन त। होइन, अर्कैसँग चक्कर चले क्या हो? एकचोटि कल गरी हेर्नु पर्यो। साइमनको फोन। हेलो डियर, आज कहाँबाट सम्झ्यो? आज रे काली, तिमीलाई मैले कहिले पो बिर्सिएको छु र? त्यही त, मलाई कालीले कतिको सम्झिन्छ भनेर म फोनको घन्टी कुरेर बसिरहेको थिएँ। कस्तो कुरा गरेको काली, तिमीलाई नसम्झेको कहिले छ र? न त रातमा निद्रा लाग्छ, न त
त दिनमा भोक लाग्छ। तिमीलाई कति धेरै माया गर्छु। हो र काले, त्यसो भए मेरो घरमा आऊ न त। मलाई पनि कतिखेर भेटौँ देखौँ भइरहेछ। मलाई त तिम्रो घर आउन साह्रै डर लाग्छ। छ्या, तिमी त कस्तो डरपोको हौ कालु। म तिम्रो घरमा आउँदा तिमी त बिहे गरेको मान्छे, तिम्रो सासू ससुराले देख्लान् अनि गाली गर्लान्। तिमीलाई थाहा छैन, मेरो बुढा विदेश गएदेखि त सासू ससुरासँग म छुट्टै बस्छु नि। हो र सुन्नु, ल ल त्यसो भए म आइहालेँ ल। ल ल कालु, म पनि अलिकति घर बाहिर छु, म आइहालेँ। हो र सुन्नु, म पनि बाहिर छु ल, त्यसो भए म पनि आइहालेँ। ल ल, बाई। सुन्तली, सधैँभरि पानी लिन आउँदा मलाई बोलाएर आउँछिस् त, आज त नबोलाइ आएछिस्। त्यस्तो होइन नि मुना, मैले तँलाई तेरो घरमा यताउता हेरेँ, कतै नदेखेपछि पक्कै पनि धारामै पानी लिन गएकी होला भनेर म त खुरुखुरु आएँ। ए, म गाईलाई गोठमा घाँस हाल्न गएको बेला परेछ क्यारे। त्यही भएर होला नि, केही छैन, अब जाँदा सँगै जाउँला नि, हुँदैन र? हुन्छ। अनि सुन्तली, तेरो बुढाको केही खबर पत्ता लाए त? छैन मुना, छैन। एक वचन म यो ठाउँमा जान्छु भनेर गइदिएको भए मेरो मनमा पनि सन्तोक हुन्थ्यो। घरमा सासूले मेरो छोरा खाइस् भनेर बसी खानु छैन। त्यही त, सासू त सासू भइ नै हाल्यो। तेरो त्यो देउरानी चाहिँ के भएको? भैमा नभाँडा कुकुरलाई टाढा भन्दा के साह्रो चढेकी थियो। होस् मुना, होस्। अब देउरानीको पहिले विदेशबाट डलर कमाएर पठाएर सासू आमाको हातमा हालिदिन्छ। मेरो बुढो कहाँ हो अहिलेसम्म अत्तो पत्तो छैन। बा आमालाई पनि सम्पत्तिवाल छोराबुहारी नै प्यारो भएको होला नि, त्यसैले मेरो भाग्यलाई नि दोष दिएर बसिरहेछ। हुँदै अब के गर्नु, मेरो कर्म नै यस्तो छ। त्यो त हो सुन्तली, प्रतिज्ञाको फल मिठो हुन्छ भन्छन्। तेरो बुढा अवश्य एक दिन फर्केर आउनेछन्। खोइ मुना, मलाई त त्यो दिन आउला जस्तो लागेकै छैन। अब आफ्नो कर्मको खेल हो, जे होला होला। जाऊँ है अहिले? हुन्छ, जाऊँ न त। बुढी, रे बुढी, हजुर। पानी ल्याउ न, आज कस्तो प्यास लाग्यो। घाम पनि कस्तो चर्केको। कस्तो गर्मी आज। बुढा, तपाईँलाई थाहा छ, आजभोलि हाम्रो गाउँमा कोही केटाहरू घर नबस्ने भयो नि। होइन, के भन्छ यो? आजकल गाउँका केटाहरू घर नबसेर कहाँ चाहिँ बस्न थालेछन् त? हेर न त्यहाँ, बुझेर पनि बुझ पचाएको जस्तो गरेको, थाहा नभए जस्तो गरेको। मलाई बुझ पचाउनु नि आउँदैन। यो गाउँको केटाहरू कहाँ बस्न थालेछ? सिधा भन्न बुढी मलाई। कोही काहीँ बस्यो भनेकै होइन के बुढा। आजभोलि हाम्रो गाउँमा युवा केटाकेटी कोही नबस्ने भयो नि बुढा। सबै विदेशी न थाले भनेको के। साउसँग ऋण लियो, वर्षौँभरि काम गर्दा पनि ऋण चुक्ता गर्न सकिँदैन। लाग्नु पर्ने बाटो को गएछन् अझ विदेश? को हुनु र बुढा? त्यो सुमीको बुढा बिचरा साइला दाइ। ऋण तिर्न नसकिने भयो, अब विदेश जान्छु होला भन्नुहुन्थ्यो, गइसक्नु भएछ। ठिकै भएछ त, केही समय विदेशमा दुःख गर्यो, सुखको दिन आइहाल्छ। राम्रै भएछ त। खै बुढा, राम्रो हो कि नराम्रो हो? त्यो सुमी त बुढो उता खाडीमा, बुढी यता अर्कैको गाडीमा होली जस्तै पो छ। छि 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 छि, के लुगा लगाकी, साइमानसँग लपक्कै बनेर हिँडेकी छि। हेर न, यो आइमेरको बानी, अर्का कुरा नकाटिकन घिचेकै नपर्ने जेसुकै गरोस् त। लु भो, म बोलेको तिम्रो दिमाग सडक्क सन्किनु पर्छ। अब बोल्दिनँ म।
नबोले नबोल, म पनि लागेँ गाउँतिर। घर छेउमा आइपुग्यो। ल हेर त, गौरीले भन्थे भाउजू परिवर्तन भइसक्यो भन्थे, भाउजू मात्रै परिवर्तन भइसक्यो। म जाँदा जस्तो धारा थियो त्यस्तै छ। यसो खामा एउटा चाहिँ राखेर राम्रो बनायो भने चाहिँ हुन्छ। प्रेम दाइ विदेशबाट आउनुभयो, हामीलाई पनि चक्लेट ल्याइदिनु भयो होला नि। ल ल्याएको छ गौरी, ल्याएको छ, चक्लेट पनि ल्याएको छ। अनि खोइ त समय कहाँ पुगिसक्यो, के भइसक्यो। तिमी त अहिले पनि कुनै चोलीमै छौ। समय परिवर्तन भएर के भइसक्यो, हुन त के भन्नु है। अब हेर त ल, न यो गाउँ परिवर्तन भएको छ, न ठाउँ परिवर्तन भएको छ। जता हेर दिक्क लाग्ने, उरास लाग्ने। तै पनि एउटा कुरो चाहिँ गौरी, आफ्नो ठाउँको हावापानी भने चाहिँ आफ्नै ठाउँको रहेछ। त्यहाँ माथि चौतारोमा आएपछि त मेरो जिउमा त यस्तो इनर्जी आएको हो कि के अब कुरो गरी साध्य छैन। चक्लेट पनि ल्याएको छु मैले। हो त नि प्रेम दाइ, गाउँको हावापानीले त इनर्जी आइहाल्छ नि। म त यस्तै छु, बरु भाउजू चाहिँ अलिकति परिवर्तन हुनुभएको हो कि। ल गौरी, पहिला पो हातमा जोड्न पनि गाह्रो थियो। अब अहिले त विदेशमा दुःख गरेर पनि 2-4 पैसा पठाइदिएको छु। रङ्ग रोगन अलिकति फेरि हो कि के परिवर्तन भयो? अलिकति रङ्ग फेरेकी हो कि पुरै रङ्ग फेरेकी हो त्यो त हामीलाई मात्रै थाहा छ। अब अहिले हामीले प्याच्च भनौँ भने मन दुख्ला, आफ्नै आँखाले देखेपछि त छर्लङ्ग भइहाल्छ नि। बिचरा विदेशमा गएर मरी बेल्चा चलाएको पैसाले यहाँ अर्कोलाई मोजमस्ती गरेको के थाहा। होइन के भयो गौरी, किन टोलाको तिमी? होइन होइन दाइ, केही पनि भएको छैन। विदेशबाट आउनुभएको राम्रो भएर आउनुभएछ भनेर म चाहिँ त्यहीँबाट समय हिँड्ने त जान्छ है। ल ल ल, अब चक्लेट खानु घरै आऊ। त्यो अर्को झोला त्यहाँ भाइहरूले ल्याउँदैछन्, त्यसमा पनि छ मिठो चाहिँ खालि त्यो। ए हस् दाइ हस्। उसलाई के थाहा। अब यही गाउँको धुलो पिठोमा लडीबडी गरेर देखिरहे, कहिले सुकिलो मुकिलो चाहिँ क्या होइन। अब विदेश गएर आएको जे पनि उहाँ जस्तो दुःख गरे पनि सुकिलो मुकिलो त छु नि। अनि राम्रो त भइहाल्छ नि होइन। अन्य त भएन मेरो बुढीको बारेमा अचम्मै लाग्यो मलाई। के भन् 2-4 पैसा पठाइदिएको थिएँ, यसो मुखमा लिपस्टिक सिबिसी लगायो होला, क्रिम सिरिम लगायो होला। अब यिनका लागि नौलो भइहाल्यो। गाउँले न हुन्, अर्काको कुरो नकाटी खानु पर्दैन। पुरानो बानी हाम्रो गाउँमा अहिलेसम्म बोकै छ। साइमन कता टाढै निस् त चाहिँ? निकै चुरीफुरीको साथ हिरो पढेर हिँडेछ त। कता हुनु र काकी? ए तल गाउँतिर यसो घुम्न हिँडेको। अनि म त्यस्तो राम्रो देखिया छु र काकी? म त्यस्तो राम्रो छु जस्तो त लाग्दैन। अनि हजुर कता हिँड्नु भयो नि काकी? म तँलाई नै भेट्न हिँडेकी थिएँ। कतै काम पाइनँ भन्थिस्, त्यही भएर एउटा काम दिउँ कि भनेर। गर्छस् त है? कस्तो काम हो काकी? धेरै गाह्रो काम त म गर्दिनँ। हेर कस्तो लाटो छ। तँ जस्तो हिरो मान्छेलाई भारी बोक्ने काम लगाउँछु त है? के काम हो त भन्नु न त, मलाई अलि हतार छ काकी। हतार नगर न साइमन, हतार नगर। तँलाई सजिलो काम
अनि भने जस्तो दाम दिन्छु के छोरा, दाम। उसो भए के हो त्यस्तो काम भन्नु त ल छिटो। एउटा दुईटा फोटो चाहिएको छ मलाई, त्यो बापत भने जति पैसा दिउँला तँलाई। मैले कुरा अलि बुझिनँ है काकी। कस्तो फोटो, कसको फोटो हो? फोटै ल्याउने काम हो भने त म गरिहाल्छु नि काकी। तैँले च्याप्प अङ्गलो मारेको हक गरेको फोटो चाहियो के मलाई? कस्तो कुरा गरेको तपाईँले? काकी जस्तो मान्छेलाई कसरी हक गरौँ मैले? किन चाहे तपाईँलाई त्यस्तो फोटो? यो मोटेको दिमाग पनि मोटो अनि बुद्धि पनि मोटो छ, मेरो होइन क्या। कसको त काकी, कसको? मेरी जेठी बुहारी छ नि, मेरी जेठी बुहारी, त्यो काहीँ नबिकेर आकी चोथाले हो त्यसको। यति काम गरिस् भने जति दाम गर्छ नि। हुन त हुन्छ काकी, फेरि मलाई पछि अप्ठ्यारो हुने पो हो कि? केही अप्ठ्यारो पर्दैन के साइमन, केही अप्ठ्यारो पर्दैन। यति काम गर्दिस् भने तेरो लागि सधैँभरि फुलिरहने छ तेरी काकी फुलमाया। हुन्छ काकी, यो फोटो तपाईँको मोबाइलमा चाँडै उपलब्ध गराउनेछु। ल काकी, म अहिले जान्छु ल। ल मैले पनि यस्तै मान्छे खोजिरहेको थिएँ। अब भने हुने भयो कायदा अनि मेरो परिवारलाई फाइदा। अच्छे माइला बाउको घर पो हो के अरे? मैसँग हिँड्न बाबु घर थोत्रो भइसक्यो, विदेश गएर दुःख गरेर हेर्ने एउटा पास्टो बनाउनु सकिएला नि भने खाना पता थालेन। मैले त जे पनि यो गाउँ समाजदेखि नि एउटा घर एक ढलान हुने पैसा त पठाएको छु। अब यही बाटो हिँडे नबोलाइकन के जानु भने घर तालतला के बोलाउनु। घरमा श्रीमतीलाई त म आउँछु भने होइन, कति सरप्राइज दिउँला भनेर आएको छु म। भगवान् गाउँमा दुःख पाए पनि विदेश गएपछि राम्रो साउसाउनी भेटेर छु। ल अब त परिवारै लिएर आइज्यो भने अब त जाँदा बुढी नै बोकेर जान्छु भनेर सरप्राइज दिनु भनेर आएको होइन। अब त्यो गौरीले भेटिहाल्यो, अरू कसैले भेटेको छैन। ठिक छ, सबभन्दा पहिला बुढीलाई नै भेट्छु म। साइमन, कति ढिलो गरेको के? आफूलाई भने यहाँ कति हतार भइसक्यो, छिटो आउन। म आएँ के काली आएँ, म तिम्रो ढोकाकै छेउमा आएँ के।
ढोका खुल्लै छ के चुकुर लाएको छैन कि आउ न बस बस्नु र बस न बस आउ न आफू भने कति बाटो पुगेर बस्ने ऊ भने चाहिँ कति ढिलो आउने कि नरिसाउ न काली रिसाउँदा त कति राम्रो देखेको के तिमी हेर न फुर्काको त्यसरी मलाई नफुर्काऊ है फुर्काको होइन नि साल बरु तिम्रो त्यो पोइ बुढो विदेशबाट कहिले आउँछ बरु त्यो नआउनुभन्दा अगाडि नै हामी टाप बसौँ न आउँदैन कि कालु आउँदैन त्यसको त मलाई मुखै हेर्नु मन छैन कि त्यो त उतै गएर मरे पनि हुँदैन न मलाई नाच्न आउँछ न मलाई गाना गाउन आउँछ र पनि मेरो टिकटकमा यति धेरै लाइक कमेन्ट कमेन्टमा त के भने यो बुढी भयो नि कति राम्री देखेँ कि आमा रे धन्यवाद छोराछोरी हो धन्यवाद आमा चिया लिनु मोबाइल हेर्न पाएपछि त खानै बिर्सिनुहुन्छ तपाईँ त तेरो टाउको यहाँ हेर्न कस्तो कस्तो कमेन्ट आएको तिमी त कहिले पढे भए तँलाई थाहा हुन्थ्यो खै हेरौँ हेरौँ आमा कस्तो आएछ हेर आमा आफू बुढी भए पनि कति राम्रो राम्रो के अरे यो एक्टिङ भने चाहिँ के हो नि हो त्यो गर्नुभएको छ अरे धन्यवाद मेरो छोराछोरीहरूलाई ल ल आमा अब टिकटक भयो चिया खानु अलि सेल आउँछ फेरि ल ल खान्छु त एउटी त छ नि मलाई खाइ कि खाइन के गरेछ भनेर सबै हेर विचार गर्ने तातो चिसो भोक प्यास सबै देख्ने अब अर्को अलाछिनीले त मेरो छोरालाई खरक्क खाइ कि कहाँ बेची के अत्तो पत्तो छैन त पनि नभए त खानाले नि मर्ने होला म पिर नगर्नु आमा न त्यो जेठानी न रूपको छ न ढङ्गको छ जेठाजुलाई मन नपरेर कतै जानुभएको होला नि बरु यो अलाछिनेलाई एउटा भुस्तिक्रे खोजेर पहिला लगाइदिउँ आमा ठिक भनिस् बुहारी तैँले मेरो मनकै कुरा भनिस् आखिरी बुहारी कसको मेरै बुहारी त परिस् अहिले त्यो घोप्टी आउन सक्छ हामीले गरेको कुरा थाहा पायो भने त सबै चकनाचुर पो हुन्छ त त्यो अलाछिनीले थाहा पाए पनि केही लाछार पाटो लाउँदिन त्यही पनि त्यसलाई यो घरमा कसले भन्छ र त्यसलाई माया गर्ने भने यसो लोलोपोतो पारेर ससुरा बा हुन् अब तेरा ससुरा नि केही महिनाको लागि गइहाले इन्डियातिर अनि त्यसलाई कसले माया गर्छ र अब बरु तँ र म मिलेर त्यसलाई कसरी हुन्छ यो घरबाट निकाल्नुपर्छ अरूको कुरै नसुन नि आमा हामीले यो काम गर्न सकेन भने त बर्बादै हुन्छ ठिक भनिस् गौरी ठिक भनिस् यति काम गर्नै सकिन भनेदेखि तेरो सासु फुलमाए होइन म यो कामको लागि कोही चाहिँदैन म र तँ भए समत्त म भित्र जान्छु ल जा बरु तरकारी के छ सेलाएर बसाल्दै गर कतै होइन दाइ आमालाई चिनी चाहियो अरे त्यही भएर बजारसम्म जान लाग्यो अनि तपाईँ कता हिँड्नुभयो दाइ म पनि पर गाउँसम्म गएर आएको नि बहिनी तिम्रो दाइ विदेश जानुभएको थियो आउनुभयो त आउनु भएको छैन नि दाइ खोइ कहिले आउनुहुन्छ मलाई थाहा नै छैन ए हो र तिम्रो ठुलो दाइ चाहिँ कहाँ जानुभएको पत्ता लाग्यो र थाहा नै छैन दाइ कता जानुभयो कतै थाहा छैन ए हो र तिमी पसल जानु लागेको छौ जाऊ म नि घरतिर लाग्यो म यो घर कसरी अब गर्नै पर्यो
को हो यो दिनदाडे अर्का घर के हो यो स्वाइन छोटोले दुःख पाए बोल दुःख पायो भने आज घर आउँदाखेरि यो यस्तो कर्म दिनुभन्दा त आमाको पोल मार्दै